नमस्कार दर्शकवृन्दहरू, तपाईहरूको साथमा म विश्वास बोहरा फेरि उपस्थित भएको छु बाध्यतावश। हिजो मात्रै धरानमा सिटी सफारी र टेम्पो चालकको विषय थोरै जानकारी तपाईहरूले पनि पाइसक्नु भएको होला। जब नचिनेको व्यक्तिको गाडीमा चढिसकेपछि मानिसहरू लुटपाटमा पनि पर्न थालिसकेको अवस्था छ। तपाईहरूले भिडियोमा देखिराख्नु भएको होला। यदि देख्नु भएको छैन भने यो भिडियो मार्फत तपाईहरूले सचेत रहनुहुन म अनुरोध गर्दछु। म तपाईहरूको साथी विष्णु कुमार बोहरा, मोरङ जिल्ला मधुमल्ला वडा नम्बर 9 निवासी। जब सफारी टेम्पोमा सवार गरिराख्नु भएको छ भने तपाईहरूले आफ्नो आफन्त र चिनाजानी व्यक्तिहरूसँग मात्रै व्यवहार गर्नुहोला। उहाँहरूकै मात्रै गाडीमा जान सक्नुहुनेछ, किनकि अचुक भुल भएमा तपाईहरूलाई क्षमा प्राप्ति हुने छैन। यो जानकारी तपाईहरूको लागि मात्र। चिने जानेको गाडीमा चढ्नु र नचिनेको गाडीमा चढ्नु धेरै फरक पर्छ। आफ्ना आफन्त चिने जानेको नजिकको मानिसहरूको टेम्पो सफारीमा चढ्नुहोला भन्न चाहन्छु। र साथीहरू, अक्कल झुक्कल मिस्टेक हुनसक्छ। कुनै आफ्ना चिना जानेको सवार साधन अगाडि नपरेको हुनसक्छ, अर्थात् नभेट्न सकिन्छ। कुनै बेला आपतकालीन पर्छ, त्यो बेला ड्राइभरहरू चिनेर मात्रै चढ्नु होला, यही भन्न चाहन्छु तपाईहरूको लागि। सकेसम्म हतार नगर्नु होला। जब हतार गर्नुहुन्छ भने तपाईहरूको घाटा हो। थोरै इन्तजार गर्नुहोस्। आफ्ना आफन्त चिनाजानी परिचयात्मक मानिसहरूको मात्रै हात लिएर हिँड्नुहोला। धरानमा यस्तै कुरा म गरिरहेको छु। धरानमा एउटा रातो सफारी या टेम्पो मैले अघि देखिरहेको थिएँ, 2 पल्ट भइसक्यो मैले हेरेको त्यो भिडियो। जब टेम्पोमा चढेर जानुभयो, न सफारी हो न टेम्पो हो, त्यसको नम्बर पनि छैन, रातो छ गाडी चाहिँ। अब उहाँको भनाइ चाहिँ के छ भनेदेखि टेम्पोमा चढेर कुनै ठाउँ जानुभएको थियो। अब उहाँ ठाउँको नाउँ पनि बताउनु भएको छैन। खै मैले चाहिँ देखिनँ, होइन, तपाईँहरूले देख्नुभएको होला, त्यो अर्कै कुरा हो। मैले चाहिँ देखिनँ। जाने क्रममा बिच बाटामा जङ्गल आयो। जङ्गलमा तपाईँको सबै जति भएको लुटपिट गरी कुटाइ पनि खायो, जति भएको पैसा पनि लुट्यो र भुइँमा मानिस लडाइराख्यो र मानिस लडाइराखेर ऊ आफ्नो गाडी लिएर आफ्नो बाटो लाग्यो। त्यसै कारणले नचिनेको मानिसको सँग अलिक दूर रहनुहोला भन्न चाहन्छु। चिने जानेको आफ्नो गाउँको छरछिमेकी इष्टमित्र साथीभाइ नै ड्राइभर हुनुहुन्छ भने उहाँहरूको साथमै चढ्नु राम्रो हुन्छ र चिने जानेकोमा चढ्नु धेरै राम्रो हो। तपाईहरू दमक जानुहुन्छ, उर्लाबारी जानुहुन्छ भने पनि कुनै अलिकति बुढपाको ड्राइभरहरू नै हेर्नुपर्छ, अलिक विश्वासी हेर्नुपर्छ कि आफूसँग अलिकति हिम्मत छ, केही भयो भने म पनि केही गर्न सक्छु, यसको केही गर्छु भन्ने एउटा पावर लिएर तपाईहरू पनि हिँड्न सक्नुहुनेछ है। यही जानकारी दिन चाहन्छु। यतिको लागि मैले यो भिडियो बनाएको थिएँ। सबैलाई नमस्कार। मेरो बिन्ती छ, चिने जानेको र आफूले पावरफुल भएर हिँड्नु हुन अनुरोध गर्दछु। हस्त नमस्कार। जय नेपाल।